यो चाहिँ सुन्तला है साथीहरु सुन्तला फेरि यो दाना ठुलो देखेर चाहिँ भोगटे हो भन्नु होला झुक्केर हैन कतिले त अब यो ठुलो देखेर यसले भोगटेको फोटो खिचेर सुन्तला भन्नु भनेर गफ लाउलान् यो चाहिँ हाम्रो गाउँमा धादिङ जिल्ला जलामुखी गाउँपालिका खरी गाविस डाँडा गाउँ भन्छ यसलाई चाहिँ यहाँ चाहिँ सुन्तला त के खालको ए त्यति खाइन्छ रुखेरी सुन्तला यहाँ चाहिँ बाँदर यदि बाँदर आइहाल्यो भने यही सुन्तला टिपेर हान्छन् यहाँका मान्छेहरू बङ्की बङ हो कसैले न्यु खोज्यो भने ढुङ्गाले हानिएन सुन्तलाले झ्याप्प टिप्ने ठोकिहाल्ने त्यस्तो हो सुन्तला धनी अङ्कल त हुनुहुन्छ मान्छ यहाँ 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 आउँछ देखाइ नि 1 2 3 4 डोको सुन्तला यहाँ त खोलाको बगरमा हाम्रोतिर अब फेरि गफ लाग्यो होला न खोला बगरमा भेटिन्छ यस्तो त तर काका सुन्तला चाहिँ म खाएको छ बुढा बुझ्यो यहाँको त भन्नै पर्दैन मैले यो दसैँदेखि बेचेको नि के मोल हाल्ने ठाउँ चिनी हाल्नु भयो बुढा झुक्का हो चिनी हालिदियो हो नि त सुन्तला गुलियो हुन्छ र यो चाहिँ यसले चाहिँ पुरै यसरी है सुन्तला साथी हो यसो गर्ने अनि यहाँ यतिको ठ्याक्क सुन्तला टिप्न पनि सिक्नुहोस् है यसरी टिप्नुपर्छ सुन्तला ट्याक ट्याक मैले पाक्नै हालेँ नि आइहाल्यो 9 दाना कति किलोमा 1 किलो ए 10 11 12 13 1 किलोमा 9 दाना 15 9 36 दाना हाल्छ 18 2 किलो अन्त 2 किलो झन्डा टिप्नु पर्छ कति भयो ल अहिले गर्नु भोगटेको दाना मात्रै खाँदै बा सुन्तला भयो नि हामी लैहाल्छौँ नि जति भयो नि हामी लैहाल्छौँ बढी भयो नि दे जाम न कति हुन्छ बाँदर हान्छ खराखुरी झारेर केही राख्दैन होला है कता राख्ने हामी त बाँदर यही सुन्तला टिप्दै हान्दै गर्नुपर्छ ढुङ्गा खोजिरहनु भन्दा यही सजिलो नि त बाँदर आयो आफूहरूले जस्तो हो र गएर बोल्या भएर पाकिहाल्छ कहाँ बोलेर पाक्छ बोले हामीलाई नि गाह्रो छ नि के टिपिसक्यो है यति हो बाँकी ए माथितिर सबै भ्याउनु भएछ है सबै भ्यायो नि ल ठिक छ